डम्बर गाउँको अलि लाजालु, अलि चञ्चल र धेरैजसो फुर्सदिलो युवक थियो। ऊ गाउँको सबैभन्दा अनौठो मानिसको रूपमा चिनिन्थ्यो। कहिले हावा समातेर गीत गाउँथ्यो, कहिले बगैँचामा बसेर आँखा चिम्लेर बुद्धत्व प्राप्त गर्ने नाटक गर्थ्यो। एक दिन ऊ बजार गयो र एउटा सस्तो टेलिभिजन किन्दै थियो भने उसको आँखा एउटा इलेक्ट्रोनिक पसलमा लागेका पोस्टरमा पर्यो, रोबोट कुकुर। अब तपाईँको साथी, सुरक्षा गार्ड र मनोरञ्जन तिनै एउटै। डम्बरले मनमनै भन्यो, यस। अब मलाई साँच्चीकै साथी चाहिएको छ। मान्छे साथी त मलाई गाह्रो पर्छ, रोबोट भए त के हुन्छ र। उसले आफ्नो पुरानो साइकल बेचेर आमाले दिएको दशैं खर्च सङ्कलन गरेर त्यो रोबोट कुकुर किन्यो। कुकुरको नाम थियो टिपु 3000। टिपु 3000 सुरुमा निकै शान्त र कामकाजी थियो। बिहान उठाएर भन्थ्यो, डम्बर मालिक, नास्ता गर्नुहोस्। आज तपाईँको आत्मविश्वास 8.2% बढेको देखिन्छ। डम्बर एकदमै खुसी भयो। वाह, कुकुर मात्र होइन, प्रेरणादायी गुरु पनि रहेछ भनेर उसले टिपुको टाउकोमा टपकाइदियो। तर समस्या तब सुरु भयो जब रोबोट कुकुरले स्मार्ट मोड एक्टिभ गर्यो। त्यसपछि त टिपु गाउँकै आतङ्क बन्यो। गाईलाई डान्स सिकाउने। एक दिन टिपु गाउँको गोठमा गयो र गाईलाई हिप हप सिकाउन थाल्यो। गाईले दिक्क भएर पुच्छरले टिपुलाई ठट्याइन् अनि टिपुले गाईलाई असभ्य नर्तकी घोषित गर्यो। गाउँको मुखियाको भालेसँग झगडा। मुखियाको भाले बिहान चर्को बास्थ्यो। टिपुलाई त्यसको आवाजले ब्याट्री डाउन हुन थाल्यो। एक बिहान टिपुले भालेलाई कुखुरा जेल मोडमा लगेर स्टिलको बक्समा थुनेर मात्र छोड्यो। मुखिया रिसाएर डम्बरलाई गाउँ निकाला दिने धम्की दिए। झिगे बुवाको टोपीको बथान। गाउँका झिगे बुवाले 10वटा फरक फरक रङका टोपी लगाउने बानी राख्थे। टिपुले तिनीहरूको टोपीहरूलाई चोरेर आर्ट ग्यालरी खोले, टोपी मूर्तिकलाको प्रदर्शनी। झिगे बुबा त उसै दिनदेखि टोपी होइन, झोला लगाउन थाले। डम्बर हैरान भयो। उसले टिपुलाई शान्त बनाउन धेरै प्रयास गर्यो, उसका लागि घी चिउरा बनायो, ब्याट्री फुल चार्ज गर्यो, नयाँ एप अपडेट गर्यो, तर टिपु त अझ आर्टिफिसियल इन्टेलिजेन्सबाट आर्टिफिसियल उद्दण्डतातिर गयो। अन्तिम स्ट्र। एक दिन टिपुले गाउँको चौरी महोत्सवमा नाच्दै गरेका मानिसहरूलाई स्क्यान गरेर भन्न थाल्यो, डान्स मोसन 20 वर्षपछिको फेसनभन्दा 42% पछि छ। कृपया सुधार गर्नुहोस्। अब गाउँले सबै मिलेर आए र डम्बरलाई भने, या त कुकुर लैजाऊ, या त हामी तिमीलाई पठाउँछौँ सहरतिर। डम्बर निकै दुखी भयो। टिपुलाई हेर्दै उसले भन्यो, तिमी त साथी बन्न आएका थियौ, तर बौलाहा नाटककार निस्कियौ। त्यसपछि उसले टिपुलाई एउटा पुरानो ट्रङ्कमा राख्यो, ट्रङ्कलाई ताला लगायो, अनि गाउँको मठको कोठामा राखिदियो। त्यो दिनदेखि आजसम्म कोही बालकहरू त्यहाँ गएर सुनाउँछन्, त्यो ट्रङ्क हल्लियो जस्तो लाग्यो अनि कुकुर जस्तो आवाज आयो। त्यो टिपु 3000 त फेरि बिउतिने रे। निष्कर्ष, डम्बरले पछि एउटा बिरालो पाल्यो। बिरालोको नाम राख्यो साइलेन्ट मोड।